सबैजनालाई जय मसीह। अनि हामी यसरी फेरि यसरी आउन पायौँ, यो मौका प्रभुले हामीलाई दिनुभयो अनि हामी प्रभुसँग धन्यवादी छौँ। अनि तपाईँहरूसँग पनि यसरी जोडिने मौका भयो, प्रभुलाई धन्यवाद होस्। अनि आउनुहोस् हामी प्रार्थना गरेर आजको यो वर्शिप सेसनलाई हामी सुरु गर्नेछौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ परमेश्वर यो समयको लागि। धन्यवाद होस् पिता, तपाईँले आज हामीलाई यो फेरि पनि यो सुन्दर साँझ तपाईँले दिनुभएको छ, यो मौका तपाईँले हामीलाई दिनुभएको छ। प्रभु हाम्रो दुर्बलताहरूमा प्रभु हामी सबै तपाईँको प्रभु शक्ति माग्दछौँ, सामर्थ्य माग्दछौँ, ताकि सबै कुराले हामी तपाईँलाई नै उचाल्न सकौँ। पिता धन्यवाद दिन्छौँ तपाईँलाई। बाँकी समय सबै तपाईँको हातमा राख्छौँ अनि आशिष अनुग्रह माग्छौँ यीशु प्रभु तपाईँको नाउँमा, आमेन। हुन्छ, म तपाईँहरूको बिचमा, तपाईँ हाम्रो बिचमा म एउटा वचनलाई पढ्नेछु। होशे 10 को 1 र 2 पदलाई म यहाँनिर पढ्नेछु। इजरायल फिजिरहेको दागको बोट थियो, त्यसले त आफ्नै लागि फल फलायो। फलहरूको सङ्ख्या बढ्दै गए अनुसार त्यसले आफ्नो देवीहरूको सङ्ख्या बढायो। आफ्नो देशको उन्नति अनुसार त्यसले आफ्ना चोखा ढुङ्गाहरू सिँगार्यो। तिनीहरूको हृदय छली छ, अब तिनीहरूले आफ्नो दोष दण्ड भोग्नै पर्छ। परमप्रभुले तिनीहरूका वेदीहरू नाश गर्नुहुनेछ, तिनीहरूका चोखा ढुङ्गाहरू नाश गरिदिनुहुन्छ। हामी यहाँनिर वचनमा हेर्छौँ भन्दाखेरि चाहिँ इजरायलले त्यो कुराहरू गर्दै गरेको हामी थाहा पाउँछौँ कि गएको दिनहरूमा परमेश्वरले कसरी डोर्याएर ल्याउनु भयो भन्ने कुराहरू उनीहरूले थाहा पाएनन्। तर जसै वृद्धि भयो उनीहरू, तर उनीहरूले चाहिँ प्रभुलाई भन्दा बेसी मूर्तिहरूलाई चाहिँ पुज्न थाले, मूर्तिहरू धेरै बनाउन थाले। हामी यहाँनिर स्पष्ट हामी यो वचनद्वारा हामी भेट्छौँ। हामी सबैजना आँखा बन्द गर्नेछौँ यो समय। हामी यो विचार गरौँ कि कतिजना हामीलाई प्रभुले वृद्धि गराउँदै हुनुहुँदै गर्दाखेरि हामीले धेरै मूर्तिहरू पो बनाएको छौँ कि कुनै भागहरूमा, जुन भागहरू चाहिँ परमेश्वरको ठाउँ हुनुपर्ने हो, तर त्यो नभएर अरू नै कुनै भइराखेको छ कि बा। हामीले यो विचार गरौँ। अनि त्यो विगतको दिनहरूलाई सम्झ्यौँ हामीले। हामीसँग धेरै धन्यवादी हुने कारणहरू छ, हुनुहुन्छ। आजको दिनलाई सम्झिँदै गर्दाखेरि हामीलाई कस्तो अवस्थाबाट प्रभुले यहाँसम्म ल्याउनु भयो भन्ने कुराहरू हामी थाहा गर्न सक्छौँ। यसकारण प्रियहरू, हामीले मूर्ति नबनाऊ, प्रभुलाई भन्दा अरू कुरा कुनै कुरालाई पनि हामीले ठाउँ नदेऊ। जसरी इजरायलीहरूले चाहिँ ठाउँ दियो, उनीहरू फिजिँदै जाँदै गर्दाखेरि चाहिँ मूर्तिहरू वेदीहरू बनाउँदै गयो भनेर वचनले भन्दछ। हामी हाम्रो हृदयलाई जाँचौँ एकछिन, अनि प्रभुको उपस्थितिमा हामी जानेछौँ सबैजना। प्रभु हामी तपाईँको नजिकमा आउँदछौँ यो बेलुकीको समय। प्रभु तपाईँले हामीलाई वृद्धि गर्नुभयो, अनि कति कुरामा प्रभु हामी चुकेका छौँ, कति कुरामा प्रभु हामीले तपाईँको ठाउँलाई बाहेक अरूलाई ठाउँ दिएका छौँ। प्रभु हामीलाई क्षमा गर्नुहोस् पिता। हामीले जानी अनजानीमा कति यो कुराहरू गरिपठाएका छौँ। प्रभु तपाईँको दृष्टिमा यी सबै कुराहरू घृणित छन्, जसले भन्नुहुन्छ नि प्रभु म सबै कुराहरू नाश गरिदिन्छु भनेर। प्रभु हामी तपाईँको उपकारलाई फेरि पनि हामी सम्झन्छौँ। प्रभु ती दिनहरूमा कसरी हामीलाई जिउन दिनुभयो, प्रभु आजको दिन हामीले कसरी जिउन पाएका छौँ। प्रभु हामी यो कुराहरूलाई प्रभु हामी सम्झन्छौँ अनि तपाईँको उपस्थितिमा आउँछौँ। प्रभु फर्केर हेर्छु विगत दिनहरू, वर्तमान निहाल्छु। फर्केर हेर्छु विगत दिनहरू, वर्तमान निहाल्छु।
आशिषको झरी जीवनै भरि आशिषको झरी जीवनै भरि वर्षेको थाहा गर्छु औधी रमाउँदै पूर्ण हृदयले ख्रिसको बढाइ गर्छु औधी रमाउँदै पूर्ण हृदयले ख्रिसको बढाइ गर्छु स्तुति होस् प्रभु ख्रिसको आदर र प्रशंसा महिमा उनैको ओ सदा सर्वदा महिमा उनैको ओ सदा सर्वदा अत्यन्त प्रेमी अति सामर्थी ख्रिस मेरा छन् साथी अत्यन्त प्रेमी अति सामर्थी ख्रिस मेरा छन् साथी मेरो अविश्वास औहारमा पनि मेरो अविश्वास औहारमा पनि येशू छन् विश्वासी यसकारण भन्छु जय हालेलुया धन्यवाद चढाउँछु यसकारण भन्छु जय हालेलुया धन्यवाद चढाउँछु स्तुति होस् प्रभु ख्रिसको आदर र प्रशंसा महिमा उनैको ओ सदा सर्वदा महिमा उनैको ओ सदा सर्वदा निराशमा आशा दुःखमा शान्ति असहायक सहारा निराशमा आशा दुःखमा शान्ति असहायक सहारा राजाहरूका पनि ख्रिस राजा राजाहरूका पनि ख्रिस राजा मेरो मुक्तिदाता जय प्रभु येशू जय मुक्तिदाता जय जय हालेलुया जय प्रभु येशू जय मुक्तिदाता जय जय हालेलुया स्तुति होस् प्रभु ख्रिसको आदर र प्रशंसा महिम उनैको ओ सदा सर्वदा महिमा उनैको ओ सदा सर्वदा आउनुहोस् प्रेर हामी सबैजना यो समय हाम्रो मुखहरू खोलौँ अनि प्रभुलाई हामी धन्यवाद दिउँ हामीलाई प्रभुले कस्तो अवस्थाबाट निकाली ल्याउनु भयो
हामीलाई सबै परिस्थितिहरूबाट प्रभुले जोगाउनु भयो। हामीले सोच्दै नसोचेको ठाउँहरूबाट प्रभुले हामीलाई निकाल्नु भयो। जुन खाडलहरूमा हामी पसेका थियौँ, त्यो निराशाको खाडल थियो, मृत्युको खाडलहरू थियो, दलदले हिलोहरू थियो, त्यस्तो अवस्थाबाट प्रभुले हामीलाई जोगाएर ल्याउनु भयो, निकाल्नु भयो हामीलाई। यो भजनलाई गाउँदै गर्दाखेरि हामीले आफैलाई तयार बनाऊ। हृदय प्रभुको उपस्थितिमा छली हृदय बोकेर हामी जान सक्दैनौँ। येशू 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 प्रभु हामी तपाईलाई धन्यवाद दिन्छौँ परमेश्वर। धन्यवाद प्रभु, हामी तपाईलाई हाम्रो बीचमा हामी तपाईलाई स्वागत गर्छौँ परमेश्वर। प्रभु तपाईको उपस्थिति हाम्रो बीचमा छ अनि हामी यो कुरालाई महसुस गर्छौँ। प्रभु तपाईँ महान हुनुहुन्छ प्रभु सबै परिस्थितिहरूमा। प्रभु तपाईँ हाम्रो सहारा हुनुहुन्छ। धन्यवाद प्रभु तपाईलाई, धन्यवाद प्रभु, धन्यवाद दिन्छु तपाईलाई परमेश्वर। हालेलुया हालेलुया। आउनुहोस् हाम्रो मुखहरू खोल्नेछौँ, अझै उहाँको महानताको हामी गुणगान गाउँ। योग्य प्रभु कति महान, भयोग्य प्रभु कति महान। भर्नुस् मलाई तपाईको भयले, भर्नुस् मलाई तपाईको प्रेमले, भर्नुस् मलाई तपाईको भयले, भर्नुस् मलाई तपाईको प्रेमले। तपाईलाई धन्यको भन्छु, तपाईको बाटो म हेर्छु, तपाईलाई धन्यको भन्छु, तपाईको बाटो म हेर्छु। भयोग्य प्रभु कति महान, भयोग्य प्रभु कति महान, भयोग्य प्रभु कति महान, भयोग्य
प्रभु कति महान। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ परमेश्वर, तपाईँको भयले हामीलाई भरिराख्नुहोस् प्रभु सधैँभरि, ताकि हामी कुनै पनि प्रभु अब उस वेदी हाम्रो जीवनहरूबाट प्रभु तपाईँलाई मन नपर्ने कुराहरू नबनियोस् प्रभु। सबै परिस्थितिमा प्रभु हामी तपाईँलाई नै उचाल्न सकौँ, तपाईँकै प्रभु गुणगान गाउन सकौँ प्रभु। यो प्रार्थना तपाईँसँग हामी गर्छौँ प्रभु यो बेलुकी, यही हाम्रो भक्ति तपाईँलाई हामी चढाउँछौँ प्रभु। धन्यवाद तपाईँलाई, धन्यवाद तपाईँलाई प्रभु, धन्यवाद दिन्छौँ। हाम्रो यो स्तुति आराधनामा तपाईँ प्रभु महिमित हुनुभएको छ। धन्यवाद तपाईँ परमेश्वरलाई। हाम्रो यो बेलुकीको बलि प्रभु हामी तपाईँलाई मनपर्दो होस् भने हामी प्रभु भन्दछौँ प्रभु। धन्यवाद दिन्छौँ तपाईँलाई, धन्यवाद दिन्छौँ हामी यसरी जोडिन पायौँ प्रभु। धन्यवाद यो सबै माध्यमहरू तपाईँले दिनुभएको लागि प्रभु। धन्यवाद हामी जहाँ जहाँ भएर प्रभु यसरी प्रभु आराधना गर्न पाइरहेका छौँ, सबै ठाउँहरूमा तपाईँको उपस्थिति होस्, तपाईँले काम गर्नुहोस् पिता। धन्यवाद तपाईँलाई, धन्यवाद सबै कुराको लागि प्रभु। महिमा प्रशंसा तपाईँलाई होस् येशू प्रभु तपाईँको नाममा, आमेन आमेन। धन्यवाद यो माध्यमद्वारा फेरि पनि हामी आउन पायौँ, जोडिन पायौँ, अनि प्रभुलाई धन्यवाद होस्। तपाईँलाई प्रभुले आशीष दिनुभएको होस्। हुन्छ, जय मसीह सबैजनालाई।